आज हुन गइरहेको यो अर्जेन्टिना र इङ्ल्यान्डको फुटबल म्याच चाहिँ एकदमै कडा हुनेवाला छ, किनकि यिनीहरूको म्याच चाहिँ नि इतिहासदेखि नै एकदमै कडा खालको थियो होइन। एकदमै जानी दुश्मनहरू हो यिनीहरू, इतिहासमा यो दोस्रो विश्वयुद्धमा पनि र यो फुटबल म्याचमा पनि। करिब 40 वर्ष अगाडि अर्जेन्टिना र इङ्ल्यान्डको टिम फाइनलमा भिडेको थियो, जसमा एकदमै नाम प्रख्यात खेलाडी म्याराडोना खेलेका थिए र उसको गोलको कारणले अर्जेन्टिनाले वर्ल्ड कप जितेको थियो। तर त्यो गोल भने उसले टाउकोले हानेको जस्तो गरेर हातले हानेर पसालेका थिए, जसले गर्दा इङ्ल्यान्डका खेलाडी र समर्थकहरू एकदमै विरोधमा उत्रिएका थिए। र त्यसका साथसाथै इतिहासमा पनि दोस्रो विश्वयुद्धमा उनीहरू बिच ठुलो युद्ध भएको थियो, जुन चाहिँ फल्कल्यान्डको युद्ध भनेर जानिन्छ। फल्कल्यान्ड भन्ने टापुमा चाहिँ इङ्ल्यान्डले गएर कब्जा गरेको थियो, जुन चाहिँ अर्जेन्टिनी सीमाभित्र पर्थ्यो। र त्यो कब्जा गर्दा पनि फेरि नेपालीहरू प्रयोग गरेका थिए, गोर्खालीहरू। त्यति बेला इङ्ल्यान्डले चाहिँ कस्तो हल्ला फैलाएको थियो भन्दा गोर्खालीहरू एकदमै खतरनाक हुन्छ, मान्छे मार्न एकदमै सिपालु हुन्छ, मान्छे मारेर मान्छेको मासु पनि खाइदिन्छ भनेर त्यस्तो डर फैलाएर गोर्खालीहरूलाई त्यो टापुमा झारेपछि अर्जेन्टिनीहरू सेनाहरू भागेर त्यो टापु छोडेका थिए र त्यसरी इङ्ल्यान्डले कब्जा गरेको थियो। अलिअलि युद्ध त भयो, तर त्यसरी कब्जा गर्यो र त्यो युद्धको दुश्मनी हुँदाहुँदै त्यसको माथि वर्ल्ड कपमा चाहिँ 1986को वर्ल्ड कपमा अर्जेन्टिनाले त्यसरी जितेपछि यो दुश्मनी अझै गाढा भएको थियो र अहिलेसम्म उनीहरू बिच यो फुटबल प्रतिस्पर्धा भएको थिएन र आज यो हुन लागेको र यो चाहिँ 40 वर्षपछि हुँदैछ। अनि यसमा अझै आगोमा घिउ थप्न अर्जेन्टिनाले के गरेको छ भन्दा त्यति बेला म्याराडोनाको टिमले लगाएको जर्सीको रङको जर्सी लगाउन फिफालाई अनुरोध गरेको छ र त्यो फिफाले पनि पारित गरेको छ, उनीहरूलाई अनुमति दिएको छ। र यसले गर्दा चाहिँ आजको म्याच यो अर्जेन्टिना र इङ्ल्यान्डको खेल चाहिँ निकै प्रतिस्पर्धात्मक र घम्साघम्सी हुनेवाला छ, हेर्न नछुटाउनु होला। धन्यवाद।